गुड मर्निङ एभ्रिवान, इट्स मी आकाश। इट्स डे 2। अहिले राइट नाउ म चाहिँ पोखराको राजाको चौतारा भन्ने ठाउँमा छु। आज 2083 सालको दोस्रो दिन। अहिले चाहिँ यहाँको टेम्परेचर 16 डिग्री छ। यहाँ राजाको चौतारा भन्ने पहाडको यो चाहिँ बस्ने घर चाहिँ यही हो। आज चाहिँ हामी कहाँ जाँदैछौँ भाइ? सो आज चाहिँ हामी मालेपाटन भन्ने ठाउँ जाँदैछौँ। हिजो चाहिँ रूपाताल गएको थियौँ। हामीले यहाँदेखि वहाँ पुग्नै के भन्छ 1 घन्टा लागेको थियो। आज चाहिँ घर नजिकै यो बाटो गएर अब त अर्को बाटो आइपुग्छौँ। अहिले चाहिँ यो मेरो साइडको चाहिँ यो यहाँको नजिकैको सरकारी स्कुल हो र हामी जाँदैछौँ। भाइहरू चकचक नगर है। यहाँ चाहिँ यहाँको वेदर चाहिँ यस्तै छ, जता हेऱ्यो त्यतै पहाडै पहाड छ। यता नि पहाड, उता नि पहाड। यताबाट सनराइज हुँदैछ। आई थिङ्क पूर्व चाहिँ यतै हो। पूर्व कता हो भन त? तिमीलाई नै थाहा छैन नि यहीँ बस्ने मान्छेलाई पूर्व। ल ठिक छ, चारैतिर पहाडै पहाड भएर तिमीहरू पनि कन्फ्युजै हुन्छ होइन त? कन्फ्युजै हुन्छ है। हो, मैले एउटा कुरा नबुझेको नि, पोखरामा मैले नौलो कुरा चाहिँ के देखेँ भने इटेरतिर त हुँदैन, सबै घर छ होइन। घरको अगाडि मन्दिर जस्तो के हो? यहाँ के हुन्छ खास? बस्ने ठाउँ चौतारा, लाइक पूजासुजा पनि हुन्छ। ठिक छ, नाइस। यहाँको वेदर चाहिँ यस्तो छ। हिजो हामी मालेपाटन गएको थियौँ भन्ने हिजो त हामी रूपाताल गएको। सरी हिजो चाहिँ हामी रूपाताल गएको थियौँ। आज चाहिँ हामी मालेपाटन भन्ने ठाउँ जाँदैछौँ। अगाडि राम्रो खालके झुलुङ्गे पुल छ। सो हामी त्यही हेर्न जाँदैछौँ। हुन त अस्ति पनि म भाइसँग इभिनिङ वकमै गएको थिएँ, भ्लग बनाएको थिइनँ। सो तपाईँहरूलाई देखाउनको लागि आज बिहान बिहानै फेरि जोस र जागरको साथ हिँड्दैछौँ। कस्तो दामी सनराइज हुँदैछ। आई थिङ्क यो डाँडा पारीबाट घाम उदाउँछ होला। सिन्चेन भाइ के छ? क्युटी भाइ, डल्लु भाइ। गीत गाइदेऊ न त एउटा, गाइदेऊ न। कस्तो दामी भ्यू आइरहेछ। गाइदेऊ न, गाइदेऊ। आउनु न। अनि हिजो कति बेलासम्म सुत्यो नि? उताबाट हिँडेर आएर 3 घन्टा हिँडेर आयौँ है हामी। नाइस। आज को आएन हाम्रो ग्रुपको? सबैजना आयो? आइरहेछ। ठिक छ, नाइस। त्यही छ। ए सनराइज हुँदैछ मेरो लेफ्ट साइडमा चाहिँ। आज चाहिँ पूर्व यता हो क्या, अन माई लेफ्ट साइड। पूर्व यता हो, दक्षिण यता हो, यता के भन्छ पश्चिम, अनि हाम्रो पछाडि उत्तर। बुझ्यो? गट इट? ल अगाडि मस्त सुतिरहेछ। के छ, निन्द्रा पुगेन है क्या हो यसलाई? अलि धन्न केही गरेन। पोखराको घरहरू जुनै घर कि त रातो कि त सेतो। यहाँको चाहिँ कि रातो कि सेतो। घाम दामी। र लेफ्ट साइडमा चाहिँ दामी सनराइज हुँदैछ। नाइस। अन माई लेफ्ट साइड भाइ यहाँ हिँड्दैछ, लड्छ नि उता फेरि यता बाटोमा। दामी सनराइज हुँदैछ। इट्स डे 8 कि डे 9। अझै खिचौँ लाग्ने क्या सनराइज त। नाइस। बिहान हिँड्नुको मजै छुट्टै छ क्या। पोखरेली घरहरू चाहिँ प्रायः यस्तै हुँदो रहेछ। सनराइज चाहिँ हेर्न कसरी डिजर्भ गर्छ त। अब कोही त बिहानै मस्त आफ्नो बेडमा सुतिरह होला आनन्दले होइन। सुत्ने मान्छेहरूले यस्तो चाहिँ मिस गर्छ नि त होइन? बेड अहिले सुतिरहेकोले सनराइज हेर्न पाउँछ केटा अहिले। के रे अनुभव?
सनसेट हेर्थ्यो दामी आइरहेछ है नाइस अब हामी नजिकै झुलुङ्गे पुल नजिकै आइसक्यौँ त दामी सनराइज हुँदैछ बिहान बिहानै मर्निङ वाक हिँड्नुको मजा भनेको भ्यू वाउ आई मिस पूर्व क्या सनराइज हुने बित्तिकै मलाई पूर्वकै याद आउँछ अन्त बिहान बिहानै एउटा फोटो खिच्ने हो नाइस सनराइजको है एउटा हानिदिउँ न त है यहाँबाट दामी देखिरहेको छ हेर न सनराइज नाइस ढिलो किन र यतिको त ठिकै हो नि यहाँदेखि चाहिँ भ्यू यस्तो छ ल यहाँदेखि चाहिँ भ्यू यस्तो छ है ल यु क्यान इन्जोय सनराइज हुँदैछ दामी अनि यहाँ मुनि झुलुङ्गे पुल छ सस्पेन्सन ब्रिज वाउ कस्तो मजाले भगवान्लाई यहाँ ढोक्दैछ ल गुड बोय महादेव भ्यू चाहिँ यस्तो छ दामी यहाँदेखि वाउ खालके छ इट्स गुड अब हामी झुलुङ्गे पुलतर्फ जाँदैछौँ मुनि 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 डाउन हिल भाइहरू त्यहाँ रमाइलो गर्दैछ झुलुङ्गे पुलमा इट्स कल सस्पेन्सन ब्रिज न यु नो अति नै डाउन हिल छ यहाँदेखि चाहिँ जस 2083 सालको दोस्रो दिन चिप्लो छ है केटा हो स्लिपरी छ बिस्तारै हिँड्न केयरफुल भएर 2083 सालको 1 महिना 2 गते आज 2 गते मेरो चाहिँ यस्तो भइरहेछ झुलुङ्गे पुलमा वाउ ग्रिपै छैन मलाई पक्रेर हिँड त मेरो अगाडि चाहिँ कस्तो दामी सनराइज अनि प्लस यस्तो भ्यू वी डिजर्भ दिस के बिहान बिहानै हिँड्नुको मजा छुट्टै छ है त्यतिको भ्यू सनराइज पोखराको 8 दिन भइसक्यो होला तर मैले 2 दिन भयो यस्तो मजाले सनराइज देखेको जस बिहान चाहिँ हिँड्नुपर्छ क्या बी एक्टिभ क्या एभ्रीवान अल्छी भएर केही नै हुँदैन सो एक्टिभ हुनु बिहान बिहान उठ्नु व्यायाम गर्नु होइन आफ्नै शरीरको लागि हो अलिकति बिस्तारै आऊ केही हुँदैन आऊ न चिप्लो छ है मेरो लेफ्ट साइडमा चाहिँ यताबाट खोला बग्दैछ मालेपाटनको यो ठाउँलाई चाहिँ ठ्याक्क मालेपाटन भन्ने रहेछ तर इट्स गुड वाउ पिस छ क्या खोलाको पानी तातो फ्रेस पानी धुवा उड्दैछ सनराइज हुँदैछ केटाहरू त्यहाँ छ enjoy the view के गर क्या तिमीहरूले के गर केटा हो हिँडेछ त्यही पनि पुल त सकिनै मान्दैन त हौ लगभग 12, 13, 14 मिटरको त पुल होला हौ यत्रो लङ रेन्ज छ
वहाँदेखि हिँडेर 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 आएर यहाँदेखि त्यही पनि अझै सकिएको छैन क्या पुल अझै हिँडिरहेको छौँ हामी चाहिँ इट्स गुड फ्रेस एयर बिहान बिहानैको मर्निङ वाक आऊ आऊ ल मेरो हातसँग त ल आऊ छिटो आऊ हाम्रो ग्रुपको त सबभन्दा क्युटु प्युटी भाइ ल आऊ ल आऊ आऊ लड्दैन नि त ल लड्दैन चिप्लियो भाइले अनि यस्तो चप्पल लगाएको रहेछ बिचरा सुज लाउनु पर्छ नि त बिहान अनि पो हुन्छ त बिचराको चप्पलै चिप्लेटी खालको रहेछ अनि लड्यो भने त गयो त हामीसँग घुम्न आएको बिहान ल केटा अब कता जाने हो ल अब उता जाउँ है उता उता नजाउँ उता अनुभव भाइको गर्लफ्रेन्डको घर छ अरे अस्ति मलाई घुमाएर ल्यायो होइन छ नि तिम्रो गर्लफ्रेन्ड उसको गर्लफ्रेन्ड छ अरे अनुभवको ल अहिले हामी कुन ठाउँ यो ठाउँको नाम चाहिँ एक्ज्याक्ट यो ठाउँको नाम चाहिँ मालेपाटन है ल यतादेखि चाहिँ भ्यू यस्तो छ पाहाड काटेर यस्तो छ है ल अहिले चाहिँ हामी मालेपाटन आइसकेको छौँ होइन त्यसलाई नै भन्छ होइन त मालेपाटन ल नाइस गाउँले भाइब छ यता चाहिँ है घरहरू यस्तै छ सो कता यता जाने हो कहाँ अनुभवको गर्लफ्रेन्ड घरतिर जाने हो यहाँ चाहिँ जे होस् चौतारै चौतारा छ यस्तो बरपिपलको बोट अनि यस्तो बस्ने ठाउँ हामी चाहिँ अघि उहाँ कहाँबाट आयौँ ऊ त पारीबाट रास्तो चौताराबाट हिँड्दै 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 आएर झुलुङ्गे पुल क्रस गरेर अहिले चाहिँ पोखराको मालेपाटन भन्ने गाउँमा छौँ वाडा नम्बर 32 बिहान बिहानै मर्निङ वाक हिँड्दैछौँ यहाँको ल्यान्डस्केप चाहिँ यस्तै छ एकैछिनमा अहिले त्यो पाहाड पुग्नु पऱ्यो भने त्यहाँ पुग्न 10 मिनट पनि लाग्दैन क्या हिँडेर यता गयो पुगिहाल्यो होइन पुगिहाल्यो होइन त नजिकै छ नि त हिजो पनि पाहाड त नजिकै थियो नि त अब यस्तै छ पिस छ यहाँको इन्भाइरोमेन्ट चाहिँ नेचर अनि घरहरू पाहाडको डाँडा माथि माथि पनि घरहरू छ माथि माथि पनि त्यो मान्छेहरूलाई मुनि आउनुपर्छ होला केही सामान तामान किन्न पनि होइन माथि त त्यो किराना पसलहरू हुन्न होला अनि माथिको मान्छे नै मुनि आउनुपर्छ होला सो यस्तै छ उता कुन घर हो है अनुभव उता हो उता घर हो तिम्रो गर्लफ्रेन्डको होइन बोयफ्रेन्ड भन न त अनि होइन अरुण मेरो क्युटी बोय सबै घरमा चाहिँ अगाडि घरको ठ्याक्क फ्रन्ट साइडमा चाहिँ यो मन्दिर जस्तो चाहिँ बनाउनु नै भएको रहेछ क्या चौतारा जस्तै अनि सबै घर चाहिँ सेम सिमिलर यस्तै क्या जतिसुकै त निलो रातो भयो भने अगाडि चाहिँ यो इटा सेपको सेतो चाहिँ हुनै पर्ने अरे क्या यहाँ चाहिँ जस्तो कि यो घर भयो होइन अनि यो घरमा पनि त्यस्तै छ इटाले नै बनाएको तर ढुङ्गा सेप चाहिँ दिनै पर्ने अब त माथिको पर घर पनि त्यही सेपको छ क्या सेम सिमिलर एउटै छ जोस् र ब्याक साइडमा चाहिँ सनराइज हुँदैछ लगभग ब्याक साइडमा भनेको सनराइज हुँदैछ नि त होइन केटाहरू शान्ति भयो त के भयो मालेपाटन गाउँ आएर किन शान्ति भयो गाउँले भाइब्स भइरहेछ मलाई चाहिँ यहाँ आएर तर शान्ति छ जे होस् इट्स गुड अहिले चाहिँ हामी मालेपाटनकै गाउँमा छौँ सनराइज हुँदैछ सो भाइहरू यता हिँड्दैछ कहाँ जाने हो र यता के भिड छ
यहाँको केही नाम त मलाई के भन्छ यो मालेपाटनको भिर ल्याएको छ अब खोइ के छ आई डोन्ट नो बट हेरौँ लेट्स चाहिँ के रहेछ इन्ट्रेस्टिङ केही छ कि हुन त खोलै छ होला त्यहाँ यहाँ त डरलाग्दो तरिकाको झुलुङ्गे पुल रहेछ यार अनि त्यो झुलुङ्गे पुल अगाडि यो त सानै छ त अनि यत्रो छ मान्छे हिँड्छ र अनि ठाउँ नै छैन त नि त्यहाँ भत्केको छ पुलै अनि कसरी हिँड्ने हो नि तल्लोपट्टिबाट जाने हो एकचोटि गएर आउन के हुँदो रहेछ मालेपाटनको भिर मुनि जाँदैछौँ हामी झुलुङ्गे पुल यो चाहिँ अलिक सानो रहेछ अघिको भन्दा सस्पेन्सन ब्रिज हो कि ए झुलुङ्गे पुलै हो कति डाउन हिल रहेछ सो दामी छ यताको भ्यू पनि है हामी यस्तो खोलाको बगरमा आइसकेका छौँ यस्तै छ ल्यान्डस्केप यति डाउन हिल रहेछ नि कहाँ ल्यायो क्या तिमीहरूले मलाई जान सकिन्छ र यो त पुलै भत्किया छ अनि थ्याट रिक्स नलिम यार भाइ कहाँ यस्तो पुलमा जाने हो क्या दाउराले बाँधेको छ अनि त्यो के अरे हिँड्दै पुलै झर्थ्यो भने रिक्स लिनुहुन्न खतरेको खेलाडी बन्ने हो भने जाऊ त्यहाँ चाहिँ कहाँ पुगिन्छ र यता शेरबेसी बगर अलिक भत्के रहेछ यस्तो रिस्की काम चाहिँ नगरौँ जाउँ हामी फर्किम दामी ठाउँ रहेछ हरियो पानी रहेछ ग्रिन तर अति नै मुनि छ अलिक यता भएको त हामी दिउँसोतिर आएर नुहाउँथ्यौँ होला होइन दामी पानी आउँदो रहेछ ग्रिन सफा यस्तै छ यहाँको भ्यू भत्केको पुल रहेछ कहाँ जाने ल जाउँ लेट्स गो ब्याक टु होम अब कहीँ नजाने अब चाहिँ यताबाट जाने प्लान ड्रप गरेर फेरि ब्याक टु त्यही बाटो जाँदैछौँ अब यस्तो रिस्क त कसले लिन्छ त भत्केको छ पुलै यस्तो ठाउँमा गएर त हुँदैन रिस्क लिएर केटा हो अब सरासरी घरै जाने होइन त सनिस भाइ थाक्या हो आज अहिले हामी चाहिँ यो मालेपाटन चौतारालेरी आइसकेको छौँ अघि चाहिँ उता झुलुङ्गे पुलको बाटो आयौँ कस्तो हस्की जस्तै कुकुर रहेछ है सबै हिजोको भ्लग पनि लु अघि चाहिँ हामी उतो माथिको बाटो आएको उहाँ छ हाम्रो घर चाहिँ अब यो डाउन हिल हुँदै यसरी हुँदै यो भिर हुँदै खोलाको बगर हुँदै हामी घर पुग्छौँ अघि चाहिँ माथि त्यो बाटो हिँड्दै आएर अनि त्यहाँ भन्छ झुलुङ्गे पुलको बाटो क्रस भएर यता है मालेपाटन अहिले चाहिँ अब यो डाउन हिल गएर खोलाको बगर घर पुग्छौँ हेर्दै जानु के इन्ट्रेस्टिङ कुरा छ भने म देखाउँला नभए त यस्तै छ बाटो यहाँको है यता खोलाको बगर छ यहाँ झुलुङ्गे पुल मान्छेहरू आउने जाने सो अब यस्तै छ है किन मलाई चाहिँ कस्तो फिल भइरहेछ भने धरानभन्दा माथि भेलेटारभन्दा माथि नाम्चे जाने बाटो जस्तै छ क्या यो सेम बाटो चाहिँ त्यस्तै छ नि त उबड खाबड पिचहरू अनि यता भिर चाहिँ छैन त्यो चाहिँ माथिमा छ भने कहाँ भेलेटारतिर आए जस्तो फिल भइरहेछ हुन त यतै छु घरहरू पनि नै मालेपाटनबाट अब राजा चौतारातिर जाँदैछौँ एकैछिनमा पहाड आइदिन्छ एकैछिनमा डाउन हिल ल्यान्डस्केप माथि घरहरू छ अहिले चाहिँ हामी राइट नाउ वा सेम लाइक मेरो बाइक जस्तै रहेछ मालेपाटनको डाउन हिल जाँदैछौँ राजा चौतारातिर कस्तो गुफा रहेछ हौ त्यहाँ
हेर न गुफा मलाई अस्ति के भन्दै थियो अनुभवले यो गुफामा त बाघ बस्छ नि दाइहरू क्या गफ हान्दै थियो क्या बाघ फेरि कस्तो खालको बाघ भनौँ यो खालको बाघ बस्छ अरे क्या पहिलाको जमानामा बस्थ्यो होला है त्यहाँ माथि मन्दिर छ अघि हामी त माथिको बाटो आएको माथिको अब अहिले डाउन हिल तर्फ जाँदैछौँ जे होस् यताको मान्छेहरू मेहनती क्या जे जस्तो भने अब जस्तो यहाँ दोकान सोकान छैन वहाँ गएर अब किनिदिरहेको सामानहरू डोकोसोको लिएर हामी जे चिजमा नि कम्प्लेन गरिरहेको हुन्छौँ यो छैन त्यो छैन पाहाडमा बस्ने मान्छेहरूलाई यति गाह्रो हुन्छ जस्तो कि अब म यो पोइन्टमा छु अब हामीलाई घर जान त्यो पोइन्टमा पुग्नुपर्छ अब त्यहाँ पर यो पोइन्टमा पुग्नुपर्छ टाढै छ नि त अनि वहाँदेखि बाइक आउँदैछ बाइक साइक साधन नहुने मान्छेलाई त गाह्रो हुन्छ यो चाहिँ के हाम्रो गार्ड बनेर हिँडिरहेछ त अगाडि स्काउटिङ गर्दै हिजो त हामी खेतको बाटो सर्टकट लिँदै जाँदै थियौँ अब आज त नयाँ नि सर्टकट गयो भने कि त खोलामा छिरेर अनि मात्रै उता डाँडा माथि पुग्नुपर्छ उता माथि यस्तो गएर अनि फेरि यस्तो गएर अनि त्यहाँ माथि पुग्ने हो क्या दामी सनराइज त भइ नै सक्यो यता माथि के छ भाइ हिँड्ने ठाउँ राम्रो रहेछ यस्तो मान्छेको घरै हो माथिदेखि आउँछ है केही नै छैन त अनि जङ्गलमा माथि घर छ है जस दामी देखिरहेछ क्या नाइस पिस छ खोलाको पानीको आवाज है श्याम सदाशिव जस चौताराहरू चाहिँ छ क्या यहाँ वहाँदेखि यहाँ पुगिसक्यौँ यो पोइन्ट अब यो पुलदेखि त्यहाँ माथि पुग्नुपर्छ हामीलाई अनि त्यसपछि एउटा टर्निङ लिने बित्तिकै घर आउँछ राजा चौतारा यतादेखि खोला आउँदो रहेछ त्यति सफा चाहिँ रहेन रहेछ पानी तर त्यही नै नेचर त हो दामी हाइक भइरहेछ अब फेरि अपहिल मुनि झर्दै थियौँ अब फेरि माथि उकालो जानुपर्छ यताबाट जाने हो र बाटो छ र यता छैन नि नजुम बेकारमा चिप्लिन्छ मात्रै कि चिप्लिन्छ नजाने अब अपहिल इन्क्लाइन खुट्टा कुम्जाएर अघि खुट्टा तेर्साएर हिँडिरहेको थियौँ इन्क्लाइन मर्निङ वाक यो हो नि त पोखरेली भाइब्स यस्तो छ भ्यू अनि बिहान हिँड्न मजा आउँदैन त हिटोरीमा कति सम्ममा हिँड्नु ल्यान्डस्केप यस्तो छ त्यहाँबाट हिँडेर अहिले यहाँ आइसक्यौँ हामी यस्तो हिँडेर यहाँ आइसक्यौँ मान्छेहरू बाइकमा नै जाँदैछन् सही छ सर्टकट मारिदिएको तिमीहरूले सर्टकट हामी यत्रो हिँडेर आयौँ ल यिनीहरू सर्टकट साढे उकालो कस्तो लाग्यो त केटाको आजको मर्निङ वाक यस्तै हुन्छ मेरो लागि त नयाँ हुनु त इट्स गुड थाक्यो केटा हो अरुण थाक्यो गल्यो लगभग हामी आज 6-7 किलोमिटर त हिँड्यौँ होला है त्यो भन्दा नि बढी आज 7-8 किलोमिटर त हिँड्यौँ होइन हामी चाहिँ मालेपाटनबाट घुमेर अहिले राजा चौतारा पुग्न लाग्यो त्यहाँ ठ्याक्कै अगाडि नै छ
but the माने sunlight पाटो घुमेर hits in so many बिहानको मर्निङ ways. वक एक राउन्ड एक सर्किट अघि त्यो बाटो गएको Grab थियौँ my shades त and hit गएर the streets. अनि No यो बाटो फर्क्यौँ plan. Chasing vibes like seashells in the sand. यस्तै छ है त Radio हामी चाहिँ एक सर्किट घुमेर राजा चौतारा चोक पुगिसकेका छौँ म बस्ने घर चाहिँ हो आमा माथि हुनुहुन्छ सो अघि जाँदाखेरि चाहिँ ठ्याक्कै 16 डिग्री सेल्सियस थियो भने अहिले ठ्याक्कै 20 डिग्री सेल्सियस यो चोकको नाम चाहिँ राजा चौतारा चोक हो र अहिलेसम्म भ्लग हेरिदिनु भयो थ्याङ्क यू सो मच फर वाचिङ भ्लग हामी फाइनली घर आयौँ भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद बाई सक्यो Every step a beat we can make. Life's a tune, sing it till we break. Concrete warm under my bare feet. Crowds moving like a heartbeat. Skipping stones in city streams we find. Let's write a new story, leave the old behind. Someone's cooking love in the air, I swear. Every spark in their voices shows they care. Colors splash like secrets on these walls, while laughter echoes through the halls. Feel the world just turning slow. Let the breeze tell us where to go. Every step a beat we can make. Life's a tune,